किन भन्नुहुन्छ अरे न्यायालयले त न्यायालय मात्रै हेर्छ, प्रधानमन्त्रीले त त्यो न्यायालय पनि हेर्छ, सर्वत्र क्षेत्र हेर्छ, राष्ट्रपति त सबैको टाउको हो। उनीहरू चाहिँ एसएलसी भए पनि हुने, अन्डर एसएलसी भए पनि हुने होइन। अनि आज कुरा टार्नको लागि आफ्नो पक्षको पात्र राख्नलाई पिएचडी खोजे, सबै क्षेत्रमा खोजेको भए हामी ढुक्क पर्थ्यौँ, हामी खुसी हुन्थ्यौँ। यही तरिकाले एउटा कति दुःखदायी घटना हुन्छ भने तपाईँ कुनै कार्यालयमा काम गर्दै हुन्थ्यो, तपाईँ प्रिन्सिपल हुनुहुन्थ्यो, एउटा नानु बोर्डी स्कुल पढाउने हेडमास्टर हुनुहुन्थ्यो, चट्ट यसले चाहिँ मास्टर डिग्री गरेर आएछ, ऊ ब्याच गर्न चाहिँ थियो पाउँछ, हेडमास्टर ब्याच गरेर पनि पाउँछ होइन। उसले हेडमास्टर गरेर यो मास्टर डिग्री गरेर आएछ भन्यो, नयाँ लोकसेवा इत्यादि केही पनि भएन। एकैचोटि त्यो तल प्राविमा पढाउँदै गरेको स्कुलको टिचरलाई हेडमास्टर बनाइदिन्थ्यो, हेडमास्टरले भोलि उसलाई नमस्ते गर्नुपर्छ क्या, सपना प्रधानलाई त्यो पुर्यायो नि। हो यस्तै हुन्छ भने त बालेनले पिएचडी गरेको छैन, सोलिम अग्लेले पिएचडी गरेको छ, बालेनले चाहिँ सोलिम अग्लेलाई चाहिँ नमस्ते गर्नुपर्छ, पिएचडी गरेको व्यक्तिलाई चाहिँ ठुलो मानिनुपर्छ भन्दा बालेन मान्नुहुन्छ त? रविले एसएलसी मात्रै पास गरेको छ अहिलेको मान्यता अनुसार, 12सम्म एसएलसी गरिन्छ भने अब बालेनले रविलाई किन नमस्ते गर्ने त? रविले बालेनलाई ठुलो मान्नु पऱ्यो नि, पार्टी अध्यक्षले रवि किन एसएलसी मात्रै हो पढाइका कुरा गर्ने भए सबैतिर लागू गरेर न डङ्की तिम्रो राजनीतिमा पनि। राजनीतिमा चाहिँ जतासुकै आए पनि चल्ने, जहाँ कानुन बनाउने व्यक्तिहरू, अनि त्यो कानुन उनीहरूले बनाइदिएको कानुन पढ्ने व्यक्ति चाहिँ पिएचडी भन्ने होइन भन्नु त? कानुन बनाउने व्यक्ति पिएचडी चाहियो, संसदहरू पिएचडी चाहियो अनि सुहाउँछ क्या कुरा। ठिक हो। अनि तपाईँले यी माग मुद्दाहरू धेरै राखेर बस्नु भएको छ, धर्ममा बस्नु भएको छ, यी कसरी हल हुन्छन् भन्ने ठान्नु भएको छ? हल हुन्छन्, सरकारले चाहनुहुन्छ जे पनि गर्दो रहेछ, देखिहाल्नु भयो। एकै दिनमा अध्यादेश बनाएर पनि जे पनि गरिहाल्दो रहेछ, चाहेन भने गर्दैन। तर सरकारले चाहन्छ चाहँदैन भन्ने कुरा हामीले बिस्कुट नखापिकन थाहा पाइँदैन। यो भनेको पुलिस र सरकारी उपनिग्रह हो, यिनीहरूले देश सकाप पारे, यी धमिरा हुन्। यिनलाई अघि पनि मैले भने ड्रास्टिक चेन्ज नगरिकन यिनलाई 5-5 महिनामा सरुवाको व्यवस्था नगरिन्जेलसम्म, वार्षिक यिनीहरूको सम्पत्ति छानबिन नगरिन्जेलसम्म वार्षिक सम्पत्ति छानबिन गर्नुपर्छ। मुद्दा सरकारले काम गर्ने हरेक प्रहरी र सरकारी वकिलको वर्षै पछि सम्पत्ति सार्वजनिक गरेर लाउनुपर्छ र उनीहरूको कार्य 5-5 वर्षमा त्यो सम्पत्ति छानबिन गर्दाखेरि बढी आयो भने यिनलाई आजीवन कैद ठोकिहाल्नुपर्छ। किन यिनले त दुनियाँ पीडितको आँसु बेचेर खाए के, पीडितको पीडा बेचेर कमाए कि यिनीहरूले, त्यो हो नि त कुरा। जतिलाई अन्यायमा पारे। अनि अर्को कुरा, न्यायाधीशलाई बढी फैसला गरेकोमा अघिको विषय यो पनि जोडिन्छ, बढी फैसला गरेकोमा न्यायाधीशलाई माथि पार्नु कहिले पनि हुँदैन। एउटा न्यायाधीश तपाईँ जानुहोस्